सबैजनालाई गुड मर्निङ। आज मिति 2083 साल 2 महिना 2 गते शनिबारको दिन। फेरि पनि चोपिलो घुम्न जान्छ। अर्ग्यानिक मकै भुट्दैछु है। मकै के गर्ने हजुर, गाउँले जीवन हो। गाउँले जीवन आई लाइक सो मच। गाउँले जीवन यसै टक्क यसरी गरिन्छ। कराईमा मकै टक्क यसरी आगो पुग्छ। यो नाङ्लो हो। अनि यसलाई मजाले दिउँसोतिर नुन सान पिनेर, नुन मर्च भन्छ, लसुन हालेर, हरियो खुर्सानी हालेर टक्क अर्ग्यानिक ग्यास्ट्रिक औषध। एभ्रीबडी लासो एन्ड गुड मर्निङ। मलाई फेरि मकै भनेपछि कम भुत किरा हो। म अब फुला उठ्ने बेला भयो। यसलाई अब थालले ठोक्नुपर्छ है। जम्मै फुलाएर बाहिर जान्छ। कता उसिदियो थाल हुन्छ, थालले ठोक्ने। मसँग हाँडी छैन। मेरो बुवालाई नै खुब मन पर्थ्यो मकै। बुवाको चाहिँ अगाडि गएर दाँतले गर्दाखेरि बुवाले चाहिँ अहिले खाइसिनुहुन्न। मामुलाई चाहिँ पहिलेदेखि मन नपर्ने मकै। आफ्नो दिदी बहिनी नभएर होला है, सानैदेखि खानाहरू पकाउनु पर्यो है सबै। अनि त्यस्तो अल्छीपन चाहिँ छैन हामी 4 दाजुभाइमा। जो जाँगर भन्ने जति पनि छ। अनि प्राय मासु आइटमहरू चाहिँ म आफै बनाउँछु कि स्वयं आफै। मलाई धेरै झोल हाले पनि मन पर्दैन है। मलाई अलि ग्रेभी टाइपको मात्र। के भन्ने हाम्रो कमाइ, जसमा हर महिनाको कमाइ जोडी हो। हे धर्म कर्म गोजीमा हाली, जो त बेच्छन् पैसाको लागि। आजको यो फाइनलको दिनमा चाहिँ यो मकै खाइन्छ। टक्क नुन मर्च लगाएर ग्राउन्डमा है। अर्ग्यानिक मकै हो यो, रामपुरे आफ्नै बारीको प्रोडक्ट हो है। यहाँ मेरो जेनी माया भन्ने कुकुर पनि छ। कुकुर नाम जेनी हो, इङ्ग्लिस नाम है। नेपाली नाम चाहिँ मैले माया राख्दैछु, लभ। सी इज नाउ स्लिपिङ।
I like animal. I love. राक्क भयो अब यो उतार्नुपर्छ। यसलाई चाहिँ चिम्टी भन्छ गाउँले भाषामा होइन, गाउँमा थाल छोप्नुलाई। यसलाई ढुङ्ग्री भन्छ है, यो आगो फुक्ने। यो कराईबाट उटलिङ अब नाङ्लोमा खनाइ है एकदम दिते टक्क नाङ्लोमा भरे दिउँसो फुटबल आज के अरे हेटौँडा मकवानपुर भर्सेस के अरे उदयपुर गाईघाट फाइनलको खेल आज रोमाञ्चक चमाचम हुँदैछ है। स्वाद तरिकाले खानुपर्छ। अब फेरि अर्को कान भुट्दैछु है। जिन्दगीमा यस्तो सक्षम काम गर्नेछु कि ताकि पूर्ण चोपिलो बोम्जन कान्छालाई घृणा गर्नेहरूलाई एक दिन याद आउनेछ। अनि म सानैदेखि अलिक गुनगुनाउँथेँ है। खासै मेरो नि गीतहरू आउँदैछ, चाँडै सुन आउँदैछ। मैले मम्मीलाई डेलिकेट गरेको एउटा गीत कतारमा 2005मा हाम्रो बस एक्सिडेन्ट भएको त्यतिखेर रचेको गीत। अनि म सानैदेखि चाहिँ अलिक गुनगुनाउने गर्थेँ। मलाई लोकगीत, आधुनिक सबै टाइपको गानाहरू चाहिँ मनपर्छ है। एउटा टक्क गाइदिन्छु है त। हे आज भोलि हाँसनी बोलनी भोलि पर्सि बिर्सिने होला नि 2 दुना 4 नक्कली मायाको झल्को बारम्बार। हाँसनी बोलनी भोलि पर्सि बिर्सिने होला नि 2 दुना 4 नक्कली मायाको झल्को बारम्बार। हे नक्कली मायाको झल्को बारम्बार। हे राम्रो भन्ने अरू नि थियो तर चोरी दियो तिमीले मन तर 2 दुना 4 नक्कली मायाको झल्को बारम्बार। अरू नि थियो तर चोरी दियो तिमीले मन तर 2 दुना 4 नक्कली मायाको झल्को बारम्बार। नक्कली मायाको झल्को बारम्बार। अनि मेरो दैनिक काम भनेको चाहिँ बिहानमा है खेतबारीमा सिँचाइको मोटर चलाउने। बाख्रा छ, बाख्रालाई चाहिँ जाउलोको सिँगो पकाउने मेरो काम बिहानको। त्यसपछि म 1-1.5 घन्टा साइक्लिङ जान्छु जहिले पनि, सन्चो नभइकन चाहिँ जाँदिनँ। मलाई साइक्लिङ मनपर्छ।
म प्रायः खानाहरू चाहिँ आगोमै पकाउँछु, ग्यास पनि छ, ग्यासमादेखि मलाई पकाएको त्यति मन पर्दैन। चियाहरू चाहिँ पर्काउनहरू आयो भने इमर्जेन्सी पऱ्यो भने ग्यास युज गर्ने। मलाई खास कालो चियाहरू चाहिँ मन पर्दैन, दुध चियाहरू बिना चिनीको। फेरि फुला उठ्ने बेला भयो, कालो पर्ने। हामीले किन दुईवटा औँला उठाउँछ, यस्तो अर्थ छ है। फोटो खिच्दाखेरि जहिले नि यस्तो गर्छ नि, यसको नि अर्थ छ क्या। त्यो अर्थ हो म नेपाली, नेपालमै जन्मेको, हामी नेपाली भनेको यो यसले चाहिँ भन्न सकेको। मर्निङको भ्लग है, के कस्तो लाग्छ कमेन्ट हाल्नु। राम्रो लाग्यो भने राम्रो भन्नु, Dear Father, Mother, how can walk guide us in my life? झुम्री टालो भन्छ है, मेरो सेकेन्ड गान हो।
सरी यो चाहिँ पछिलाई हो। यो चाहिँ बाख्रालाई कुँडो हो है। जहिले पनि यसमा भुटो चोकर नुन, 3टा बाख्रा छ, एउटा खसी एउटा पठ्याङ्ग्री। यो चाहिँ भुट्ने कुरो है, मकै भुट्ने कुरो। अनि मेरो हाँसहरू पनि छ, बेच्नलाई होइन, मैले हाँसहरू आफ्नै लोकल अर्ग्यानिक घरमै उत्पादन गरेर खानलाई हो, खानलाई। हाँसको 6वटा बच्चा छ, ठुल्ठुलो हुँदैछ। त्यसपछि मेरो माउ फेरि ओथाएर बसिसक्यो। अनि यसमा चाहिँ थोरै खरानी हाल्यो भने राम्रो फुलो उठ्छ कि। बालुवा भए पनि हुन्थ्यो, बालुवा छैन। अहिले चितवनमा धेरै गर्मी बढेछ। हिजोको दिन त खै कति डिग्री थियो मैले हेरिनँ। यो चाहिँ हामी ढेँडो चलाउँछौँ। यसलाई चाहिँ हाम्रो तामाङ भाषामा चाहिँ क्याबा भन्छ है, क्याबा। यसले पनि मिल्छ मकै भुट्न। यसले चाहिँ अलि राम्रो हुँदैन, त्यही भएर खडेको चाहिँ यो फ्यारेर हुन्छ, फ्यारेर धेरै चिलाउँछ। यो चाहिँ तामाङ भाषामा यो आगो पुग्नेलाई पुली भन्छ है, पुली पुली। सिन्धुपाल्चोक लेखरका हो है, सुर्खौली चाहिँ।
गर्मीले गर्दा धेरै थकै लाग्छ जिउ आफै आलसै हुन्छ कि त्यही भएर नत्र मेरो जहिले नै वेकअप टाइम चाहिँ अब ठ्याक्कै भयो है वेकअप टाइम चाहिँ 4 बजे हो मेरो सन्चो छैन भने अब यी बाख्रालाई कुँडो गर्दैछु बचाउनु पऱ्यो पाएको थिएन ल यसरी हुन्छ बाख्रालाई कुँडो डेक्ची भयो आज चाहिँ धुतो नभएको कारणले चोक्कर नुन हालेर सेम मान्छेलाई यस्तै हो क्या अनि मेरै जेनी कुकुर छ सुतिरहेको फिमेल हो है फिमेल पोथी हो जहिले पनि मसँग साइकलिङ जान्थ्यो अस्ति एउटा कुकुरले टोक्न उसको तिख्रामा च्यातेछ क्या तारमा ट्रिटमेन्ट भइरहेको टक्क यसरी गर्ने अनि अब यसलाई त्यो खरानी छ नि यसो फर्किने गाउँले मान्छेलाई नाङ्लो नि फर्किन आउँछ अघि खरानी फालेको है भरे ग्राउन्ड नुन खुर्सानी लसुन हालेको पिनेको आम कम स्वाद आउँछ आजलाई यति नै है के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला हाम्रो तामाङ भाषामा चाहिँ निफन्नेलाई नाख्ली भन्छ है नाख्ली चौधरी भाषामा चाहिँ सुपा भन्छ सुपा नेपाली भाषामा चाहिँ नाङ्लो लो के कस्तो लाग्छ कमेन्ट गरिदिनु है लासो फ्याफुल्ला फ्याफुल्जी